टिकटकमा दोस्त देखिन्छ नि ट्याक्क त्यो भरि भाइरलवाला हो यो चाहिँ है। त्यो कुन चाहिँ ठाउँ हो त्यो? त्यो अघि हामी आएको त्यही देख्यो है। बवाल छ यहाँको प्लेस चाहिँ चल्थ्यो। मामा यो ठाउँमा हो कि क्यामेरा लिनुपर्ने हामीले? यहाँ चाहिँ है भान्जीले हामीलाई टक्क मिठो एक खाना चाहिँ ल्याइदिएको उहाँले। थ्याङ्क यू। भाइरल हो। सो है युट्युब फ्यान नमस्कार, वेलकम ब्याक टु माई न्यू ब्लग। आज चाहिँ हामी फर्स्टमा ठाउँमा है काठमाडौँको रानीबाडी है। रानीबाडी स्कल रानीबाडी। हामी रानीबाडीदेखि हो ल केटा हो ट्याक्क रानीबाडीतिर आयो। साँझो साँझो भइसक्यो यहाँको भ्यू बवाल देखिन्छ नि त साँझोमा, त्यही भएर ल ए रानीबाडी ल बवाल छ ल। जहाँ भाइ फुल जोसमा छन् हामी ट्याक्क है। बवाल रहेछ नि त यहाँ ठाउँहरू। रानीबाडी है यो चाहिँ काठमाडौँको रानीबाडी ल। प्लानिङै थिएन क्या हाम्रो यहाँ कस्तो धेरै जस्तो सोच्दैन। प्लानिङै थिएन यहाँ आउने चाहिँ बाहिरतिर निस्केर एकछिन अनि जाम न त भनिदियो अनि चाहिँ आइदिएको ल। हामी खतरा मान्छेहरू हाम्रो प्लानिङ सोचिङ केही चाहिन्छ है। सोल्डिनीहरू कस्तो मेरो त्यो पुरा फेसेस हरेक निद्रामै हिँड्यो जस्तो भएको होला है। ल बवाल ल बवाल देखिरहेको है केडिएमसीले। टिकटकमा दोस्त देखिन्छ नि ट्याक्क त्यो भरि भाइरलवाला हो यो चाहिँ है। लामो साडी लगाएर त्यो पिङ खेल्ने यो। ओ माई गड यार ल यहाँ यो त आज अक्कल झुक्केर भयो नि यहाँ यो ल। बहुत खुसी लाग्यो ल। त्यहाँ जानुपर्छ हामी ल। हिँड्ने हामी लाग्यो त्यहाँ जानुलाई। यो कुन चाहिँ ठाउँ हो त्यो? त्यो अघि हामी आएको त्यही देख्यो है। बवाल छ है केडिएमसीतिर ल। हामी अब माथितिर लाग्छौँ ल गएर त्यहाँ त पिङ्कीले गर्लफ्रेन्डसित आउने ठाउँ रहेछ। के गर्ने अब अघि खप्पर जान्छ ल। क्यामेरा बोकेर आउनुपर्ने हो यस्तो बोक्नुपर्ने। हेरौँ त यो भाइरल त्यो ठाउँ के त्यो टिकटकमा देखिन्छ नि ट्याक्क त्यो साडी लगाएर पिङ खेल्नेवाला। ए बवाल रहेछ ठाउँ यार दोष यार। युट्युब फ्यान दोष हो फेरि ल। कुन ठाउँले त्यो के हो त्यो गुम्बा? त्यो हल्का लाइटिङ देखेँ त्यो मैले त्यो भनेको त्यो माथिको त्यो हामी त्यहाँदेखि आएर यता है हामी जाने यता धरहरा कहाँ धरहरा देखियो होइन कि त्यो 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 होइन धरहरा अलिक देखिँदो रहेछ यहाँदेखि कि त्यही नै हो त्यो त होइन है अलि सानो देख्यो त्यो त सेतोवाला देखिन्छ है अर्को सेतोवाला त्यो भर्खर रातो बत्ती बोलेको छेउको सेतो टुप्पा देखियो नि हल्का त्यो चाहिँ हो हुन सक्यो बवाल देखियो ल जाम रानीबाडी मामा आउनु भएको मलाई यता सौदीले कसरी हुन्छ ल ठिक छ हामी गइरहेछौँ हामी जाँदैछौँ है रानीबारी ट्याक लाएर कहिले
स्काइलिङ्क है बवाल छ ट्याक्क यहाँ पनि बवाल क्याफे रहेछ सोल्दा सोधिनु बाटो कस्तो उकालो हो यहाँ रानीबारी हामी आउँदैछौँ ओहो अगाडि फेरि रानी मात्र हुनुहुन्छ बारी छैन ल अभि कहाँ मेरो फोन नजरमै फोन पाल्छ कहाँ फोकस हान्छ हामी त कता पो आयो अघि उकालो भनिरहेको थियो यो झन् खतरा उकालो गाइज हेरौँ त मान्छे त्यो छोपेर झाडिरहेको माउन्ट एभरेस्ट चढ्नलाई हो क्या रोड हे बे सिधै झरिरहेको त्यति सुविधा त साथीहरूले गर्ने भए गर्ला नि नभए हामी तिमीलाई केही भने जे पनि गरौँ ल हुन्छ म केही गरी त्यहाँ सिङ्गल टाइम लाग्यो भने एकछिन हजुरले रिसिभ गर्नुपर्छ है ए कस्तो साह्रो छ किताबको पैसा नि त्यो भन्छु म टोलीहरू आउने यार अधुरो लिएर आउने अनि मैला होइन त्यो त कहाँ त्यो गर्ने त्यो त आउँछ कि के हामी यो ल ठिक छ स्वागत राम्रो होला हामी भर्खर सिङ्गल 3 आइसक्यौँ है गाइस बवाल छ यहाँको प्लेस चाहिँ सोल्थ्यो मामा यो ठाउँमा हो कि क्यामेरा लिनुपर्ने हामीले बवालमा कस्तो है टिकटकमा देखेँ जस्तो लाग्थ्यो है यो ठाउँ बवाल छ त यो सिङ्गल ट्री क्याफेलाई बवाल छ है टक्क गर्लफ्रेन्डसँग आउने ठाउँ हो हामी चाहिँ मामा भन्छ यहाँ दुइटै पिरियड के गर्ने काठमाडौँ त अड्याएर देखिरहेको त के हो खाजा यहीँ हानिदिनु त हजुर हानिदिनु त हामी आज खतरा सिङ्गल ट्री क्याफेमा बसेर हानिदिन्छु खाजा है हामी आज जाऊँ न त कता माथितिर जाऊँ न त मामा जाऊँ न त माथितिर कहाँ बस्दा ठिक होला हाम्रो दिदीहरूको सोच चलिरहेको छ जाऊँ न त माथितिर बसौँ टपमा हानिदिउँ न त अझ टपमा उता हानेर उता त त्यहाँ सब भ्याएको छ एउटा खाली होइन माथि नै जाऊँ न त माथि नै गाइज सिङ्गल ट्री हामी आइयो बवाल छ है हामी चाहिँ माथि नै जाँदैछौँ बवाल रहेछ ठाउँ चाहिँ यहाँ आउनु पर्यो बवाल छ बवाल त्यस्तो भित्र नबसौँ क्या बरु यहाँ खाली भयो यहाँ बसौँ त है माथि छैन अझै माथि पनि छ माथि पनि गरौँ न त गाइस हामी चाहिँ रानीबारीको होइन सिङ्गल ट्रीमा आयो भर्खर यस्तो बवाल रहेछ ठाउँ यहाँ हामीले टिकटकमा भाइरल पुल देख्छौँ नि हामीले ए पुल भन्नु आएछ पिङ देख्छौँ नि हामीले टिकटकमा देख्ने भाइरल पिङ चाहिँ त्यो हो है ट्याक्क हामीले टिकटकमा देख्ने भाइरल पुल चाहिँ त्यही हो अनि भर्खर यहाँ आएछ ट्याक्क हजुरलाई यहाँ सिङ्गल ट्रीको भ्यूहरू हामी ट्याक्क मजाले देखाउँछौँ हामी अब छततिर जाँदैछौँ है त हामी टप फ्लोरमा जाँदैछौँ ल हामी चाहिँ माथि टपतिर जानु कस्तो छ भनेर ए यहाँ त पुरा अँध्यारो यस्तो गर्ने ठाउँ के छ यहाँ लग्छौँ रेडी चाहिँ यो चाहिँ रेडी नभइसकेको रहेछ अझै है हामी ट्याक्क पछि देख्न सक्छौँ है हामी उता खै भयो
हामी यहीँ बस्नुपर्ने हो, मान्छे खै कोही आउँदैनन्। दुईवटा चिकन स्यान्डविच गरिदिनु। ब्रेड कुन ब्राउन र व्हाइटमा छ कि? ल ब्राउनमा गरिदिनु। ठिक है, ब्राउनमा व्हाइटमा छैन? ग्रिल गरेर गरिदिनु हो कि नर्मल चिकन? चिकनलाई कुनमा राम्रो हुन्छ? ग्रिलमै हाल्नु हो त? ग्रिलमा के हाल्नु हो त? ठिक छ, ब्राउन ब्रेडमा चिकन स्यान्डविच ग्रिलमा दुईवटा भयो। अनि कफी गरिदिनु न त अमेरिकानो दुईवटा दुईवटा। सिङ्गल हुन्छ। अनि हाम्रो के छ यो के हो खास कसरी छ हाम्रो चार्जेस यो? अलि त आएर भनिदिनु न, भिडियोको लागि पनि हो ट्याक्क होइन, अझ कहीँ उसको लागि हो। 500 गरेर सोधा हुँदैन नत्र 300 छ। अनि त्यसकै बिर्को जानु भने 500 छ पर पर्सन। दुईजना गए 500, सिङ्गल गए 300? होइन स्काई ब्रिजमा चाहिँ 500 मात्र रेट लगाएको, पर पर्सन 500 छ। अरू पिङहरूमा चाहिँ सिङ्गललाई चाहिँ 300 छ। कति आवरको लागि हो कि? आवरको लागि त होइन, तानेर दुईतल छोडी मात्रै हो। उहाँ उता चाहिँ धकालिदिनुहुन्छ, त्यो बस्ने दुईतल धकालिदिनुहुन्छ। त्यो हजुर चाहिँ ब्रिजमा जानुभयो भने चाहिँ हजुरलाई जति मन लाग्यो त्यतिसम्म बस्नुहुन्छ। हाम्रो बन्ची हो होइन ब्रिज हो स्काई ब्रिज। ल हाम्रो बुझ्यो होइन, त्यही हो हाम्रो यहाँको चार्ज चाहिँ। अरू कुरा चाहिँ हेरेर बुझ्दा हुन्छ। ट्याक्क ठाउँ राम्रो छ, बब्बाल है। सर्भिसहरू हेर यहाँ ट्याक्क भर्खर बब्बाल लगाइरहेछ। अब भाइ आएर हाम्रो अर्डर सदर लिएर गएन है। कफी सप पिडिया। ल यहाँ ठाउँहरू नि बबाल छ है। केडिएमसी त्यस्तो डेकिरहेछ। हामी चाहिँ खास बस्ने भनेको तल हो। तल चाहिँ सब प्याक भएर चाहिँ कपाल सपाल सोल्दिनीहरू बसिरहन्। यता नि ठाउँ बबाल छ। ल हेरौँ है, ट्याक्क सिङ्गल टिभी हो है यो ठाउँको नाम चाहिँ। हामी ट्याक्क यस्तोसम्म भन्छ। हामीले अर्डर दिइसक्यौँ हाम्रो एकछिन अर्डर आउँछ। सो हाम्रो खाजा आइसक्यो। गाई जो खाएर पनि छ। हाम्रो राम्री भान्जी यहाँ चाहिँ है, भान्जीले हामीलाई टक्क मिठो एक खाना चाहिँ ल्याइदिएको उहाँले। थ्याङ्क यू। भाइरल हो। हामी यसरी खाँदैछौँ, खाइसकियो। ओके, सिङ्गल ट्रीमा बसेर खाजा खानुको मजा नै छुट्टै छ गाइज हो है। टक्क ल यस गरिदिउँ। हाम्रो बबाल छ खाना, ढिलो आयो नि फुड चाहिँ बबाल छ है। हाम्रो चाहिँ त्यही हो। ल अब आजको दिन यसरी नै गयो। साँझ ठ्याक्क मेसो मिल्यो होइन। हामी चाहिँ यता ट्याक्क सिङ्गल ट्रीतिर छौँ। हामी ट्याक्क बबाल हानिरहेको छौँ है। हुनु पाउँ है त गाई, त्यही हो। मलाई भान्जी राम्रो लाग्यो नि त। चिन्जान हाम्रो जनको सब गरिब आउँछन् कि क्या यार यो क्याफेमा? कोही छैन त, सब खाली पुरै। ओ के आउँछन् रे? गरिब। यता प्याक छ नि त तलतिर। पोर होइन, हामीलाई पिन्छ क्या त, हामी गरिब हामी। यो चाहिँ हाम्रो स्पेसल। यस्तो टोइलेट लाग्यो मलाई।
है त गाइज ठुलो ठुलो दिनु पऱ्यो ड्याममा लाएर कोदोको रोटी खाएको मान्छेले त के पच्चु साथीहरू त्यही नै होइन मामा किरा मटिङला फटिङला अन्त क्यामेरा लिएर आउनु पर्ने ग्लास पनि दिएन खै ल अब हामी जान्छौँ है त टक्क